जब तिमीले आफ्नो जिन्दगीको आफ्नो परिवारको जिम्मेवारी लिन थाल्छौ तबबाट नै एउटा पावरफुल म्यान बन्न थाल्छौ। एभ्रिथिङ इज योर रेस्पोन्सिबिलिटी, एभ्रिथिङ इज योर फल्ट। तिम्रो घर राम्रो छैन त्यो तिम्रो गल्ती हो, तिम्रो परिवारमा कोही बिरामी छ त्यो तिम्रो गल्ती हो, तिम्रो घर पैसाको समस्या छ त्यो तिम्रो गल्ती हो, तिमीले जिन्दगीमा केही उखाड्न सकेका छैनौ त्यो तिम्रो गल्ती हो। आफ्नो फेलियरको दोष अरूलाई दिएर तिम्रो जिन्दगी बदलिँदैन। इट्स अ साइन अफ अ विक बॉय। मैले यो भनेको होइन कि पुरै संसारको जिम्मेवारी उठाऊ, मैले यो भनेको हो कि आफ्नो जिन्दगीको जिम्मेवारी आफै लिग। इमेजिन तिमी आफ्नो इक्जाम दिन जाँदैछौ, जान लाग्दा तिम्रो साइकल पञ्चर भएको देख्छौ। अब त्यो बेला एउटा विक बॉयले आफ्नो भाग्यलाई दोष दिन्छ, तर एउटा रियल म्यानले भन्छ मैले साइकल हिजो नै चेक गर्न पर्ने थियो, अब केही जुगाड गरेर जानुपर्छ। अ रियल म्यान टेक रेस्पोन्सिबिलिटी एन्ड ट्राई टु फिक्स द प्रब्लम। यु मस्ट टेक पर्सनल रेस्पोन्सिबिलिटी। यु क्यान नट चेन्ज द सर्कमस्टान्स, द सिजन अर द वाइन्ड, बट यु क्यान चेन्ज योरसेल्फ। द्याट इज समथिङ यु हेभ चार्ज अफ। अब तिमी रियल म्यान बन्न रेडी छौ भने कमेन्टमा आई एम अ रियल म्यान लेख।